भरत मोडी भाइ हजुर दाजु साह्रै राम्रो मान्छे ताली बजाउनुहोस् न म खबर साह्रै राम्रो हेर्दा हेर्दा हेर्नु त अगाडि नै देखेको मान्छे यस्तो प्रगति गर्नु नि हेर्दा हेर्दा दुईजना बडीगार्डले राम्रो भएको छ होइन क्या बडीगार्ड होइन हौ उहाँ रोडी विनर ग्याङ लिडर उहाँ आइडल विनर भन्छु ए विनर नै बडीगार्ड बाप रे बाप कङ्ग्रेचुलेसन सक्सेसफुल पर्सन है भाइ बिच बिचमा अनि कहाँ शिवर दाई बनिरहेको बेला क्यारेक्टर फुत्काएको त नि जुन चल्छ त्यही फुत्काउनु पर्ने उहाँ त डन होइन ग्याङ लिडर उहाँ त्यो मेरो किराना पसलले लास्टै ल्याङ गरिरहेछ हौ त्यसको लागि चाहिँ अमन दाइलाई भन्नु होला अमन दाइले हेर्ने हो त्यो लिडर चाहिँ डन डिरेक्टरलाई ए डिरेक्टरले गर्ने हो त्यो ए हाम्रो त अहिले केही जागिर पाएन छ नि आफै आएर बस्छन् यत्रो अचङ्गको शरीर छ केही गरेर खानु नि के आएर जे बको कमेडियनहरूलाई चाहिँ कमेडी च्याम्पियन भनेर लिएर आए अनि अहिले बेरोजगार बनाएर आफै सेटमा म त फेरि सङ्गीतको गुरु है परिचय गर्नु है भाइ तपाईँ म चाहिँ यो कमेडी क्लब विथ च्याम्पियन्सको सङ्गीतको गुरु हुँ नमस्कार गिरे नमस्कार नमस्कार बल्ल नमस्कार आयो ल राम्रो 1 2 3 4 यो मेरो चेलो राख राख यो राख तेरो खप्पर उल्टो भएन यो यो चाहिँ के गर्छ फर्काउन यो चाहिँ अब यस्तो खतरा मान्छे हो साह्रै राम्रो गाउँछ मलाई नि रियालिटी सोमा पठाउनु त मन थियो तर त्यो रियालिटी सोमा चाहिँ एकदम नोट हाई चाहिन्छ कि यसको फेरि नोट स्लो छ चिया खुवाउने खर्चै मैले नोट दिनुपर्छ अनि भविष्य राम्रो छ तेरो ठिक छ छुट्टै मोलेपछि यसो गरेर एउटा गीत गा त मेरो चेलीले कस्तो गाउँछ सुन्नुहोस् है तपाईँ सङ्गीतको मान्छे गा भाइ रेवातलमा साइली नाइस गुड सही आयो यो भाइले यस्तो राम्रो गाउँछ नि यता यस्तो राम्रो किन गीत गाएको गदा मोरा मेरो अगाडि बेजत भएन म भन्दा राम्रो गाउँछस् यसरी तेरो सङ्गीतमा भविष्य बनिन्छ त गदा यसरी शास्त्रीय टाइपको गाइस भन्दैकी त गुमनाम भइहाल्छस् नि अब दुर्गेश टाइपमा गा भविष्य राम्रो छ अब तैँले केही न केही जित्छस् है ल जा अब